न्यायका लागि भन्दै महोत्तरीको बर्दिवासबाट पैदल यात्रा गरेर मिटर ब्याज पीडितहरू काठमाडौँ आइपुगेका छन्। चैत 2 गते महोत्तरीको बर्दिवासबाट हिँडेका उनीहरू चन्द्रनिगापुर, हेटौडा, भीमफेदी र चन्द्रागिरी हुँदै 12औं दिनमा काठमाडौँको खुल्ला मञ्च नजिक आइपुगेका हुन्। काठमाडौँ आएर खुल्ला मञ्चमा बस्न खोजेको उनीहरूलाई काठमाडौँ महानगरले भने खुल्ला मञ्चको गेटमा नै रोकेको छ। खुल्ला मञ्च छिर्न नदिएपछि नगर प्रहरी र पीडितहरू बीच ढकेला ढकेल समेत भएको थियो। सो क्रममा उनीहरूले काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह विरुद्ध नाराबाजी गरेका थिए। प्रदर्शनमा सहभागीहरूले मिटर ब्याजलाई कारबाही गर, मिटर ब्याज विरुद्ध कानून निर्माण गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूको समूहमा 70 भन्दा बढी पीडित रहेका छन्। यसपटक आफ्नो माग पूरा नभएसम्म नफर्किने उनीहरूले बताएका छन्। यसले झुटैको कागज बनाइएर कपालले सर्वोच्च अदालतमा आइसकेको छ। 5-5 लाखको कागज बनाएर मान्छेको जिम्मा लगाएर कागज के नम्बर छुटाइएको छ। त्यो नम्बर 7,63,000 आफ्नो जमिन बेचेर यसको भन्जालाई दिइसकेको छ। नखाएको ऋण यसलाई तिर्नु पर्न लाज लाग्दैन। समाजको कस्तो कुरा हुन्छ। 3 छोरा छ मेरो। 10 क्लास मैले एसएलसी हुन्छ, 8 क्लासमा पढ्छ, 4 क्लासमा खेती के को समस्या, आफ्नो जीवको समस्या, नखाएको ऋण भर त्यो 69-70 को तिर अहिलेसम्म मुद्दा लड्दैछ। आफ्नो धारामा राखिदिन म हजुर छ नि यो पनि नेपाली नै हो नेपालमा बोलिने सबै भाषा नेपाली यो शान्तिपूर्ण सरकारलाई सुनाउने पीडाहरूको मार्च पास हो हामी कुनै तपाईको उशृङ्खल क्रियाकलाप गर्दैनौं हाम्रो शान्तिपूर्ण तवरले यहाँ हाम्रो जुन इच्छाको विरुद्ध यहाँहरुले खनिनु भएको छ हामी माथि त्यही भएर हामी यहाँ शान्तिपूर्ण धारणा चाहिँ दिइराख्छौं जबसम्म यो गेट खोल्दैन